साथीहरू यति बेला देशमा चुनावी माहौल एकदमै तातिरहेको छ। काठमाडौँका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेपछि उनी झापा क्षेत्र नम्बर 5 बाट केपी शर्मा ओलीसँग चुनाव लड्ने भएका छन्। आज बालेन शाह झापा क्षेत्र नम्बर 5 मा उम्मेदवारी दर्ताका लागि गइसकेका छन् र त्यहाँ चाहिँ केही केपी शर्मा ओलीका समर्थकहरूले बालेन शाहलाई जहाँ भेट्यो त्यहीँ गोली ठोक्ने सम्मको एउटा प्लानिङ पनि बनाइरहेका छन्। सुन्न सक्नुहुन्छ यो अडियो। झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ के बनाइसिया छ हामी पनि हो मान्छे झापा 5 मा चाहिँ तपाईको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरुसँग कुरा भएको छ मेरो दाइ हैन एमालेको पुरै मान्छे सत्ताको छन् बजाउनेवालै छन् बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईको त्यो बुधमा तपाईको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले हैन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेट सुन्नुभयो साथीहरू। जुन व्यक्ति देशमा केही गरौँ, देशमा परिवर्तन गरौँ, देशको विकास गरौँ भनेर जुन व्यक्ति अघि बढ्छ त्यही व्यक्तिलाई यसरी मान्छेहरूले चाहिँ खुट्टा तान्ने अथवा उसलाई चाहिँ यसरी मार्ने समेतको धम्की दिने यस्तो कुराहरू गरिराख्छन् साथीहरू। यो भिडियोलाई अत्याधिक सेयर गरिदिनु होला। यदि बालेन शाहलाई तलमाथि भयो भने यी व्यक्तिलाई समात्नका लागि पनि सजिलो हुन्छ। त्यो भएको हुनाले यो भिडियोलाई अत्याधिक सेयर गरिदिनु होला। आफ्नो मोबाइलमा पनि सेभ गरेर राख्नु होला साथीहरू।